नमस्कार साथीहरू। त्यसो त हाम्रो संसारमा कयौं त्यस्ता ठाउँहरू छन् जुन अनेकौं रहस्य र अद्भुत विशेषताले भरिएका छन्। आखिर यस्ता अद्भुत र रहस्यमय ठाउँहरूको निर्माण कसरी भयो त? आखिर कसले बनायो यो? आजको भिडियोमा हामी संसारका 10 रहस्यमय ठाउँहरूको बारेमा तयार पारिएको विशेष भिडियो सामग्री प्रस्तुत गर्दैछौँ। त्यसैले यस भिडियोलाई लाइक गरी शेयर पनि गरिदिनु होला। तपाईको एक लाइक र एक शेयरले हामीलाई थप हौसला प्रदान गर्नेछ। आउनुहोस् सुरु गरौँ। स्नेक आइल्यान्ड। ब्राजिलको प्रमुख सहर साउ पाउलोदेखि करिब 150 किलोमिटरको दूरीमा स्नेक आइल्यान्ड नामक एक खतरनाक आइल्यान्ड रहेको छ। स्नेक आइल्यान्ड यानकी सर्पहरूको आइल्यान्डको रूपमा परिचित यस ठाउँलाई संसारको सबभन्दा खतरनाक ठाउँ मध्येको एक मानिन्छ, किनभने यस आइल्यान्डमा ज्यादै नै खतरनाक सर्पहरू पाइन्छन्। त्यसैले यस आइल्यान्डमा मानिसहरू जान डराउँछन्। त्यसो त यस ठाउँको खतराको कारण ब्राजिल सरकारले यस ठाउँमा जानको लागि प्रतिबन्ध समेत लगाएको छ। यस आइल्यान्डमा विभिन्न खतरनाक र विषालु सर्पहरू पाइन्छन्। भनिन्छ यी सर्पहरूको एक थोपा विषले नै पलभरमै मानिसहरूको ज्यान लिन सक्छ। यस आइल्यान्डमा अन्तिम पटक एक मछुवारा माछा पक्रिने उद्देश्यले गएका थिए। तर दुःखको कुरा त के छ भने त्यो मछुवारा फर्केर आएनन्। तर केही दिनपछि उसको लास त्यही आइल्यान्डको नजिकै सामुद्रिक किनारी क्षेत्रमा भेटिएको थियो। त्यसैले यस खतरनाक आइल्यान्डमा जान सामान्य मानिसहरूको लागि प्रतिबन्ध लगाइएको छ। तर समय समयमा वैज्ञानिकहरू भने अनुसन्धानको लागि यस आइल्यान्डमा जाने गर्दछन्। भनिन्छ यस आइल्यान्डमा यति धेरै सङ्ख्यामा सर्पहरू छन् कि यहाँ लाखौंको सङ्ख्यामा सर्पहरू पाइन्छन्। त्यसैले यस आइल्यान्डलाई संसारको सबभन्दा खतरनाक ठाउँ मध्येको एक मानिन्छ। युक्रेनमा रहेको एक खाली तथा बिरान सहरलाई प्रिप्याट नामले चिन्ने गरिन्छ। भनिन्छ यो सहर सन् 1970 यहाँको परमाणु ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारीहरू र उनीहरूका परिवारहरूका लागि बसाइएको थियो। सन् 1986 यहाँको न्युक्लियर रिएक्टर विस्फोटन भयो, जसको कारण यस क्षेत्रमा न्युक्लियर विकिरणहरू फैलियो। यही दुर्घटनाको कारण यहाँका लगभग 49,000 मानिसहरूलाई यहाँबाट अन्यत्र सारियो। त्यसपछि यो सहर एक बिरान तथा खाली सहरमा परिणत भयो, जुन अहिले यस्तो अवस्थामा छ। यहाँको सडकको आसपासमा रहेका यी खाली घर, स्कुल, अस्पताल आदिले यहाँको इतिहासलाई दर्शाउँछ। तर खतरनाक रेडियोधर्मी पदार्थ यहाँको वातावरणमा रहेको कारणले यो ठाउँ मानव बसोबासको लागि भने योग्य छैन। बर्मुडा ट्रायङ्गल। बर्मुडा ट्रायङ्गल, जसलाई संसारको सबभन्दा खतरनाक र रहस्यमय ठाउँ मध्येको एक मानिन्छ, यो मायामी, बर्मुडा र पोर्टोरिको ट्रेन्चको बीच भागमा रहेको छ। यसलाई शैतानहरूको घर पनि भन्ने गरिन्छ, किनभने यहाँ ठुला ठुला पानी जहाज, बोट र हवाईजहाजहरू रहस्यमय तरिकाले गायब भएका छन्। भनिन्छ बर्मुडा ट्रायङ्गलको भित्र एक अदृश्य रहस्यमय शक्ति रहेको छ, जसले ठुला ठुला पानी जहाजदेखि आकाशमा उडिरहेका हवाईजहाजहरूलाई समेत आफूभित्र तान्ने गर्दछ। त्यसैले गर्दा यस ठाउँको वरिपरि जान एकदमै खतरा हुन्छ। यस ठाउँमा जान पानी जहाज वा बोटहरू जाँदा त खतरा हुन्छ नै, यहाँसम्म कि आकाशमा उडिरहेका हवाईजहाजहरू समेत उत्तिकै खतरामा रहन्छन्। त्यसैले यसको माथि भएर हवाईजहाज पनि उडाइँदैन। त्यसैले यस ठाउँलाई संसारको सबभन्दा खतरनाक ठाउँ मध्येको एक मानिन्छ। भनिन्छ यस ठाउँमा गएका कयौं मानिसहरूले आफ्नो ज्यान गुमाइसकेका छन्। जो यहाँ गए त्यसपछि उनीहरू कहिले पनि फर्केर आएनन्। लाओसको ज्याङहुआन प्रान्तमा रहेको प्लेन अफ जार एक रहस्यमय तथा पुरातात्विक सम्पदा हो। यो क्षेत्रमा सयौंको सङ्ख्यामा खोपिएका ओखल आकारका ढुङ्गाहरू रहेका छन्। तर आखिर यतिका सङ्ख्यामा कसले र किन यी ढुङ्गाहरूलाई यस्तो बनायो त? त्यो भने रहस्यको कुरा हो। ठुलो क्षेत्रमा फैलिएको यस ठाउँमा सयौंको सङ्ख्यामा यस प्रकारका ढुङ्गाहरू रहेका छन्। यी मध्ये केही साना छन् भने केही सयौं टन ओजन भएका ठुला पनि छन्। यति मात्रै होइन, यी ढुङ्गाहरू आकार र संरचनात्मक रूपमा समेत फरक फरक प्रकारका छन्। वैज्ञानिकहरूका अनुसार यी ढुङ्गाहरू लगभग 500 ईसापूर्वदेखि 200 ईसापूर्वको बीचमा निर्माण गरिएका हुन्। तर आखिर कुन सभ्यताका मानिसहरूले के प्रयोजनको लागि यतिका सङ्ख्यामा ढुङ्गाहरूलाई खोपेर यस्तो बनायो भन्ने बारेमा भने वैज्ञानिकहरूलाई समेत थाहा छैन। तर यस क्षेत्रमा प्रचलित किंवदन्ती अनुसार प्राचीन कालमा यहाँ बसोबास गर्ने एक जातिका मानिसहरूले मदिरा बनाउनको लागि यी पत्थरहरूको प्रयोग गर्दथे भन्ने मान्यता रहेको छ।
त्यस्तै गरी अर्को थरी मान्यता अनुसार यी ढुङ्गाहरूको प्रयोग मानिसहरूको मृत्यु पश्चात अन्तिम संस्कार गर्नको लागि प्रयोग गरिन्थ्यो भन्ने समेत मान्यता रहेको पाइन्छ। लेक न्याट्रन। त्यसो त तपाईहरूले विभिन्न प्रकारका तालहरू त देख्नुभएकै होला। अक्सर तालहरूमा विभिन्न प्रजातिका पन्छीहरू सैर गर्दै रमाउने गर्दछन्। तर के तपाईँलाई थाहा छ, संसारमा एक त्यस्तो ताल पनि छ जहाँको नजिकै जाने बित्तिकै कुनै पनि जीवहरूको मृत्यु हुन्छ। तान्जानियामा रहेको न्याट्रन ताल एक त्यस्तो ताल हो जसको सम्पर्कमा आउने जीवहरूको मृत्यु हुने गर्दछ। जब आकाशमा उडिरहेका पन्छीहरू यो सुन्दर तालमा सैर गर्न र आनन्द लिनको लागि आउँछन्, यस्तोमा यिनीहरूको तत्काल मृत्यु हुन्छ। जब यस तालमा विभिन्न जीवहरूको मृत्यु हुन्छ, यस्तोमा यी जीवहरूको शरीर पनि पुरै पत्थरको बन्दछ। भनिन्छ यस तालमा ज्यादै नै धेरै अल्कलाइन नामक तत्त्व छ। त्यस्तै गरेर यस तालको पानी पनि ज्यादै नै तातो छ, जसको कारणले कुनै पनि जीवहरूको पलभरमै मृत्यु हुन्छ। जब गर्मीको समयमा तालको पानी सुक्छ, यस्तोमा यहाँको पानीमा मरेका जीवहरूको शरीर पत्थरको बनेको देख्न सकिन्छ। त्यसैले यस ताललाई संसारको सबभन्दा खतरनाक ठाउँ मध्येको एक मानिन्छ। द चकलेट हिल। फिलिपिन्समा एक रहस्यमय पहाडहरूको श्रृङ्खला छ जसलाई चकलेट हिल भनिन्छ। यो क्षेत्र लगभग 50 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस ठाउँमा लगभग 1200 भन्दा बढी गोलाकार र चिल्ला प्रकारका पहाडहरू छन्, जुन संसारका अन्य ठाउँका पहाडहरूभन्दा बिल्कुलै फरक छन्। भनिन्छ गर्मी मौसममा हराभरा र हरिया देखिने यहाँका यी पहाडहरू सुक्खा मौसममा भने चकलेटको रङमा बदलिन्छन्। त्यसैले यसलाई चकलेट हिल भनिएको हो। आखिर यहाँका यी पहाडहरूको निर्माण कसरी भयो त्यो थाहा नभए तापनि यी पहाडहरू भने पर्यटकहरूका माझमा एकदमै लोकप्रिय रहेका छन्। डेथ भ्याली। डेथ भ्याली अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको छ। यो एक त्यस्तो मरुभूमि हो जहाँ सामान्यतया जानको लागि एकदमै गाह्रो हुन्छ, किनभने यो ठाउँ संसारको सबभन्दा गर्मी ठाउँ मध्येको एक हो। भनिन्छ यहाँको तापक्रम गर्मीको समयमा करिब 57 डिग्री सेल्सियससम्म हुन्छ। त्यसैले गर्मीको कारणले यहाँ पानी पाइँदैन। त्यस्तै गरेर यहाँ रहेको बालुवा पनि गर्मीमा तातेर आगोको समान हुन्छ। त्यसैले यस्तो ठाउँमा बस्न र हिँड्न लगभग असम्भव जस्तै हुन्छ। यति मात्रै होइन, डेथ भ्याली पृथ्वीको एकमात्र त्यस्तो ठाउँ हो जहाँ हालसम्म धेरै नै मानिसहरूको गर्मीको कारणले मृत्यु भइसकेको छ। त्यसैले भनिन्छ यस ठाउँमा कुनै पनि मानिसलाई 14 घण्टाभन्दा बढी बस्न असम्भव जस्तै हुन्छ। त्यसो त पानीको अभाव र गर्मी वातावरणका कारण यस ठाउँमा जीवजन्तुहरू एकदमै कम पाइन्छन्। करिब 57 डिग्री सेल्सियसको तापक्रम, जमिनमा आगो चाहिँ तातिएको बालुवा, यस्तोमा जीवन असम्भव प्राय हुन्छ। त्यसैले डेथ भ्यालीलाई संसारको सबभन्दा खतरनाक ठाउँ मध्येको एक मानिन्छ। कतिपयले यस ठाउँलाई पृथ्वीको नर्क समेत भन्ने गर्दछन्। स्टोन फोरेस्ट। स्टोन फोरेस्ट यानि कि ढुङ्गाहरूको जङ्गल नामक यो ठाउँ हाम्रो छिमेकी देश चीनको युनान प्रान्त अन्तर्गत रहेको छ। यहाँको यो स्टोन फोरेस्टलाई लगभग 27 करोड वर्ष पुरानो मानिन्छ। यहाँको जङ्गल रुखहरूले बनेको नभएर यो पुरै ढुङ्गाबाट बनेको छ। यहाँ देखिने जमिनबाट उम्रिएका ढुङ्गा र ढुङ्गाको बीचैबीच पलाएका रुख, जुन प्रकृतिको अद्भुत संरचना हो। यो चीनको प्रमुख पर्यटकीय स्थल मध्येको पनि एक हो। यो ठाउँ विश्व सम्पदा सूचीमा समेत सूचीकृत परेको छ। भनिन्छ हजारौं सालको अन्तरालमा जब जमिनमा पुरिएका ढुङ्गाहरू जमिनबाट बाहिर आए, यसरी यो ढुङ्गाको जङ्गल बनेको हो। त्यसो त यस प्रकारका ढुङ्गे जङ्गलहरू चाइनाका अलावा संसारका कुनै पनि देशहरूमा अस्तित्वमा छैनन्। यो सृष्टिको एक अद्भुत संरचना हो। भ्याली अफ डेथ। भ्याली अफ डेथ नामक यो ठाउँ इस्टर्न रुसमा रहेको छ। यो ठाउँ यस्तो खतरनाक ठाउँ हो जहाँ हरेक ठाउँमा मरेका जनावरहरू पाइन्छन्। यस भ्यालीमा मरेका विभिन्न प्रजातिका जनावरहरू र तिनीहरूका अवशेषहरू पाइन्छन्। त्यसैले यस ठाउँलाई रहस्यमय ठाउँ मध्येको पनि एक मानिन्छ। भनिन्छ 20औं शताब्दीमा 2 जना व्यक्तिहरू एक ज्वालामुखी पहाड चढ्नका लागि हिँडे। बाटोमा अगाडि बढ्ने क्रममा उनीहरूले एक त्यस्तो ठाउँ भेटे जहाँ चारैतिर मरेका जनावरहरू मात्रै थिए। त्यसैले यहाँको रहस्यलाई पत्ता लगाउनको लागि वैज्ञानिकहरूले अनुसन्धान सुरु गरे। वैज्ञानिकहरूका अनुसार यस उपत्यकाको नजिकै रहेको ज्वालामुखीबाट खतरनाक ग्यास निस्किरहेको हुन्छ, जसको कारणले यहाँ आउने जनावरहरूको मृत्यु भएको हो। यो ग्यास यतिसम्म खतरनाक हुन्छ कि यसले मानिसहरूको समेत ज्यान लिन सक्छ।
त्यसैले यस ठाउँमा मानिसहरू जान डराउँछन्। चारैतिर मरेका जनावर र कङ्काल पाइने भ्याली अफ डेथलाई संसारको सबभन्दा खतरनाक ठाउँ मध्येको एक मानिन्छ। प्यानन्दी गोवा। तपाईहरूले विभिन्न प्रकारका हिमाल र पहाडहरू त देख्नुभएकै होला, तर के तपाईँले यस प्रकारको पहाड देख्नु भएको छ त, जुन हेर्दाखेरि अन्य पहाडहरूभन्दा फरक र बेग्लै देखिन्छ? प्यानन्दी गोवा एक प्रसिद्ध पहाड हो जुन कोलम्बियामा रहेको छ। हेर्दा असामान्य देखिने यस पहाडको टाकुरोसम्म जानको लागि विभिन्न सिँढीहरूको समेत निर्माण गरिएको छ। यो पहाड करिब 650 फिट अग्लो छ। यहाँका स्थानीय मानिसहरू यस पहाडलाई भगवानको रूपमा मानी पूजा समेत गर्ने गर्दछन्। यस पहाडको शिखरमा एक मन्दिर र 3 तला अग्लो भ्यू टावर समेत बनाइएको छ। यहाँको भ्यू टावरबाट वरिपरिका अद्भुत सुन्दरताहरूको आनन्द लिन सकिन्छ। मेदिदी नेसनल पार्क। बोलिभियामा रहेको मेदिदी नेसनल पार्क एक त्यस्तो नेसनल पार्क हो जुन टाढाबाट हेर्दा सुन्दर देखिन्छ, तर यो ज्यादै नै खतरनाक छ, किनभने यो ठाउँ संसारको एकमात्र त्यस्तो ठाउँ हो जहाँ ज्यादै नै खतरनाक र विषालु जीवजन्तुहरू पाइन्छन्। भनिन्छ यस पार्कमा पाइने एक सूक्ष्म जीवले तपाईँलाई टोक्यो भने यसले तपाईँको शरीरलाई सङ्क्रमित बनाउन सक्छ, जसको कारणले तपाईँको ज्यान समेत जान सक्छ। त्यसो त यो पार्क यतिका धेरै खतरनाक हुँदाहुँदै पनि यस पार्कमा घुम्नका लागि मानिसहरू समय समयमा जाने गर्दछन्, किनभने यहाँ विभिन्न प्रकारका सुन्दर जीव जनावरहरू पनि पाइन्छन्। यस पार्कमा 11,000 प्रजातिका जनावरहरू र पन्छीका प्रजातिहरू पाइन्छन्। तर यस पार्कमा त्यस्ता खतरनाक जीवहरू पनि पाइन्छन् जसको कारण यस पार्कलाई संसारको सबभन्दा खतरनाक पार्क मध्येको पनि एक मानिन्छ। पिको दा तिजुका। पिको दा तिजुकालाई संसारको सबभन्दा खतरनाक ठाउँ मध्येको एक मानिन्छ। यो ठाउँ ब्राजिलको तिजुका फोरेस्ट नेसनल पार्क अन्तर्गत रहेको छ। यहाँ एउटा त्यस्तो अग्लो पहाड छ जसमा चढ्नको लागि यहाँ सिँढीहरू बनाइएको छ जुन एकदमै खतरनाक छन्। भनिन्छ हाइकिङमा सोखिन मानिसहरू यहाँ चढ्न रुचाउँछन्, तर दुःखको कुरा त के छ भने यहाँका यी सिँढीहरूबाट लडेर कयौँ मानिसहरूले आफ्नो ज्यान समेत गुमाइसकेका छन्। त्यसैले यसलाई संसारको सबभन्दा खतरनाक ठाउँ मध्येको एक मानिन्छ। त्यसो त यहाँका सिँढीहरूदेखि माथि चढेपछि एक अद्भुत प्राकृतिक सुन्दरतालाई देख्न सकिन्छ, तर आश्चर्यको कुरा त के छ भने यहाँका यी सिँढीहरू पत्थरलाई काटेर बनाइएको छ, जसमा छेउतिर फलामको चेन राखिएको छ। यहाँका सिँढीहरू चढेर पहाडको माथि पुग्न 6 घण्टाभन्दा पनि बढीको समय लाग्दछ। साथीहो, यी थिए संसारका 10 खतरनाक ठाउँहरू। तपाईहरूलाई आजको भिडियो कस्तो लाग्यो? कृपया तपाईँको विचार कमेन्ट गर्नुहोला। आगामी भिडियोहरूमा पनि फेरि तपाईँहरू समक्ष हाम्रो भेट हुने नै छ। त्यति बेलासम्मको लागि हामी तपाईँहरू समक्ष बिदा चाहन्छौँ। हस्त नमस्ते।